हेलो गाइज ल है त वेलकम छ मेरो नयाँ भिडियोमा। यो चाहिँ मेरो फर्स्ट भिडियो। हामी चाहिँ आज क्रप जाँदैछौँ होइन, केटाहरूसँग टुलको केटाहरूसँग गएर रमाइलो गरेर अनि सोच राखेको छ के होइन। हेरौँ अब सबै साउन्डहरू पनि रेडी भइसक्यो। अब अलिकति चालामेलै छ, माथि गएर अब सानो सानो मिठो मिठो भिडियोहरू बनाएर हाल्नेछु नि है त। ल माथि गएर भेटौँला केटा। हौ केटाहरू पनि सब कुर्दैछ उता, मै होला ढिलो भएको यार। केटाहरू सब रेडी भइसक्यो, चिया नि खाएको छैन मैले त यार, भर्खर उठेको। ल ल है त, चियो। गाडी वेटिङ गर्दा गर्दा अब यहाँ हल्का ढिलो हुने भयो होइन। अब एउटा कुन त कफी खाएर जानु पऱ्यो। यहाँ छ होइन बोस, यो चाहिँ हाम्रो नासोदी कफी भनिसकेको छु त्यहाँदेखि मैले दुइटासँग तर भनिसकेको छ। यो कफी खाएर अनि टक्क गाडी पनि आउँछ अनि बिस्तारै जानु पर्ला। अब यस्तै आयो कफी पनि हजुर। पानी खाइदिनु पनि एउटा मलाई, म खान्छु। किन हाँस्नुमा ल चेस चेस। है तिन चर बोलेको यार। ल अब हामी जिपमा भेट्छौँ है केटाहरूसँग सबैसँग। ल गाडी आइपुग्यो हाम्रो होइन, गाडीमा बस्छ बस्छ अरू केटा हो बाहिर कस्तो होला है। गाडी बस्यो सेवाको लागि समोसा प्याक गर्दैछ यहाँ होइन। समोसा हालिदिएको थियो। नमस्ते है त, धन्यवाद। त्यसरी आउँछु। अब म यहाँ सुन्दर लिन जाँदैछु। यो चाहिँ हाम्रो गाउँको होला होइन। यसमा चाहिँ अब हाम्रो गाउँको जिपहरू लाग्छ, क्याम्पिङ जाने जिपहरू होइन। अब यहाँ सुन्दर लिन्छु म। हेलो अलि युवा पामा आएर वा सुन्दर खेली जा 150 लाख है हाम्रो। ल ल यो वाला लिनु पऱ्यो। सुन्तला लिँदैछु है त। सुन्तला चमिन अलि छाउँछौँ। समोसा नहीं no मुझे ब्रेकफास्ट सामने सामने क्या हुआ 10 क्या हुआ टाइम जाए टाइम जाँदैछ नि त। मेजमान अब मेजमान आयो। लोकल मान्छे बस्दो छ डिजल ठाउँ होटेलभित्र है। अब यहाँ कसलाई कुद्ने हामी ल अब सिधै यो लास्ट स्टेसन हो यो। एकजना दाइलाई लिने त्यहाँ आउँछ डाइरेक्ट पाङटिङ आइका ल। पाङ छ र केटा भैँसीको बाटो जाँदैछौँ हामी यार। उता बाटो बनाउँदो रहेछ।
She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. She hums a tune I've never heard in languages I can't speak. She writes down cities on her wrist and dreams she'll never keep. I sip my coffee, miss my cue, still anchored by my fear. But time rolls on like open roads, and soon she won't be here. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wall. Maybe next year in Madrid or on some quiet mountain ridge, I'll see you turn and I'll be brave. But what if courage comes too late? Oh, traveler, the world is your open gate, and I just हाम्रो सामान चाहिँ कता गयो त्यो गुरुजी खै भाइ भाइ गाडी कहाँ राख्छौ यहीँ राखिदियो है ताङतिङ आइपुगेको अवस्था केटाहरू छ यस्तो छ यहाँ अघि माथि होइन कि जाने यहाँ हो कि केटा हो यहीँ हो भने अन्त नि त्यहाँको केटा माथि जानलाई माथि जाँदो रहेछ आमा यस्तै धुस्तै प्याक छ हामी चाहिँ ल है हामी स्टेसनमा आइपुग्यो टक्क माथि हिमालय चाहिँ ओहो भन्नु सर के छ हाम्रो हौ सन्जममा हो सन्जम खोइ त ठाउँमा गएको खोइ त नि यो के छ ताई कि खिनेर जा तरबा ए ताई आऊ यहाँ खिनेर जा चिरी बा ल चाहिँ यताबाट जानु खाना मासु रहेछ केही म त त्यो सामान लिएर आउनु पर्थ्यो होटेलतिर जाँदैछौँ है अब यहाँ आइपुग्यो खानासाना खाएर अनि हामी माथि प्रभुतिर जान्छौँ है त बाटो चाहिँ यस्तो रहेछ हाम्रो दाइको के होमस्टे रमाइलो ताङतिङ गेस्ट हाउस रे
बसिरहेछ त्यसको ससुराली गाउँ है त्यो भाइ आउँदैछ तलबाट दिसे लगाएर त्यो यस्तो ब्याग भएको ल ए खै त्यो यति खाना खाँदैछ अहिले मलाई जागन खायो केटा हो भात खायो भात खाएर यसो ढुल्ने अब यो कसको चार्ज गरेको यहाँ हो म थुकिदिन्छु है मेरो गर्छु है यता ड्राइभर त्यही भाइलाई नि खाना हालिदिन्छ केटाहरू एप्स टाइम दोस कस्तो छ खाना खोइ त भान्जे अनिस खोइ कहाँ छ ए उहाँहरू चाहिँ त आइपुगेछ ल अब ढक्क भात खाएर एकछिन डुल्ने हो नि त होइन एक राउन्ड हानेर जानु त होइन अब टाइम सकेर चाहिँ ल खाना खाएर अनि माथि यसो ढुल्नु जान्छु भिडियो हाल्छु ल गाइस दोस्रो साँच्चै यार पान्तिङ मारेर गएर पनि भेट्यो ल निस्किनु त अब है दोस्त यताबाट हो यताबाट ल जाम निस्किनु यो म लिन्छु त है ए गुजे तैँले के लिएको यो मैले लिन्छु जाम भन्छ ल जाम सबैजना केटा अब हामी होटल खाएर होटलबाट निस्केर गाउँ एक राउन्ड हानेर नि टक्क लाएर गाडी हटाउनु जान्छ अनि माथि प्रभुतिर जान्छौँ है त ल के भन्नु साथी के भन्नु छ मिठो खाना खायो अब चाहिँ प्रभुमा गएर रमाइलो गर्नुपर्छ होइन ल भने चाहिँ चल्दैछ अब ल जानु त ल उयो के त्यो कसको के सामान हो ल जान्छ सामान चेक गरे पहिला आफ्नो दिदी आयो ल दिदी ल दिदी जान्छु ल हुन्छ दिदी ल अब निस्केको हो अब चाहिँ निस्केको दोस्रो त्यो गोरी देखेको त्यसो बक्खु लाएर कपाल पनि त्यस्तो यहाँ धेरै सिधै हिँड्नु सिधै हिँड्नु माथि पारी सहिदिएछ ल निस्केको दोकान तल हो कार्टुन लिनु होइन
कार्टुन जाने यहाँमा पनि हुन्छ यहाँ पसल यहीँ हो तल त अब हामी उयो जाने डाइरेक्ट यहाँ त्यहाँ चाहिँ सोध्न केटा हो त्यो स्टेसनमा एकछिन बस है त्यहीँ बस्छ एकछिन है हामी गाई जब ताङतिङ यही कुरा भनेर गाडी भर्खर जाँदैछ ढकालिदिनु न बुढो म अगाडि दिन्छु अझै है के लिनुभयो ए पाउँदो रहेछ मैले नि अघि त्यहाँ त्यो ड्राइभर अलिकति रोल एक रोल जति रोल हान्दै थियो क्या अब यो चाहिँ ताङतिङ गाउँ एक रुट डक्टर ओ दोस्त किन हो टमाटर फल्छ दाल चाहिँ पछाडि मात्रै पाल्न लागेको होला हो यहाँ पहिला दोकान थियो के अरे खचडको के हो थियो क्या यहाँ चिन्नुपर्ने हो अब ल है त अब हामी दोकान भेट्छौँ यहाँ सब फुलहरू राखेर क्या अहिले बाटोमा चाहिँ राम्रो राम्रो बनाएर यस्तो यस्तो फुलहरू राखेर चाहिँ बाटैमा ताङतिङमा यो चाहिँ गाडी यहाँ बसेको कुर्दैछ हामीले ग्राउन्डमा आइसक्यो यहाँ ताङतिङ लिएको छ ताङतिङ बनाउँदो रहेछ डाँफे पार्क भन्छ के भन्छ यसलाई पिस्टी हान्ने ठाउँ रहेछ नि त पिसानु गएर ल गाडी यहाँ छ जानु पर्यो सर्ट चाहिँ बबा लाग्छ है अब गाडी बस्छौँ एउटा साधन छ त सबै गाडी हुनु ल बसौँ 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 माथि नै बस्ने हो तपाईँहरू अफ रोड किङ गर्नु ठिकै हुन्छ अफ रोडमा त यस्तो फोर विलवाला क्या कस्तो भइरहेको छ दोस्त एउटा सस्पेन्स सिम्पल खाँदै बस्दिनु भर्खर गएको हो म अर्को दिन त गाडीमा बस्छु पछाडि छ
फाइनली आइपुग्यो हामी है दाको लाएर यस्तो टक्क सही टाइममा आइपुग्यो चाहिँ अब चाहिँ के अरे प्रभुलाई ढक्क लाएर होइन सय आउने बित्तिकै पोजमा फेरि भन्नुभयो 100 दिएछ है 100 ल गाइज यही हो प्रभु आइपुग्यो जस्तो हामी बस्ने मलाई जहाँसँग आज यो जस्तो लाग्यो कि खोइ यो जस्तो लाग्यो कि म सोध्छु है वेलकम टु प्रभु डाँडा भन्ने यो त होइन यो चाहिँ होइन हामी बस्ने खै कुन हो यार माथि जाऊँ होला है गाडीमा राख्दैछु एकछिनमा लिनु होटल हाम्रो होटल पत्ता लगाउनु पाए त हुन्थ्यो क्या एकछिन हाम्रो माथि हो कि यहाँ गाडी बाटो छ त गाडी बाटो त छ गाडी माथि त्यो यस्तो हो क्या आउने बित्तिकै चियासँग मकै टक्क लाएर होइन कन्सेप्ट चाहिँ सही देखेको थियो र बब्बा लुक्स चेन्ज भइसकेको छ होइन खाम क्या हो यसमा मिल्दैन ट्राइपड दाइकोसँग दाइकोमै थियो अर्कोमा मकै स्वादिष्ट मकै स्वादिष्ट चिया मकै यता पनि पाम अनि आजको लागि उयोमा बब्बाल माथि डाँडा भ्यूमा भोलि डाँडा माथि टुप्पो डाँडामा यहाँ जानु छ यो चाहिँ अहिले हल्का माथि हाम्रो होटलभन्दा माथि यहाँ चाहिँ सही टल्किएको छ यो चाहिँ सही देखेको क्या त हेर्नु न मोहनमा नि टक्क क्या त्यो पेन्सिल केरेर जस्तो क्या होइन ग्रेभिटी हो कि अनि है गोर्दा त्यहाँ बसिरहेको त्यसरी चोक्यो क्या त त्यो ठुलो बल छ नि
अरू त कहाँ छ त नि त्यस्तो होइन गाउँ डाँडा त त्यही होला है त्यही डाँडा होला है यो यो होइन कि यो यो अति बिच यो त माथि कोरीमा लाइट बल्छ त है चिसो भएर लाइट बल्दैछ ल तल झर्छौँ जाडो भयो यहाँ यहाँबाट चाहिँ देख्दो रहेछ है सिक्लेस ठुलो बस्ती छ नि त सिक्लेस दोस्रो बोलाएर के देखाउँछ भने नयाँ कुरै रहेछ मैले नदेखेँ यादै नगरिरहेको क्या त्यसरी जाने होला है त्यो बत्ती बलेको रुट हुँदै त्यसरी जाने होला कोरी त मस्त हिँड्नुपर्छ नि सिक्लेस चाहिँ उहाँ रहेछ क्या हो मेरो गाउँ मैले बल्ल देखेको उता त हेरेकै थिएन मैले रमाइलो है त ठिक छ हामी चाहिँ टक्क माथि पुगेर आयो एकछिन होइन डाँडा पुगेर केटाहरू चाहिँ यहाँ गीत सुन्दै रहेछ लगेर चेयर्स है ल है चेयर्स है ल यस्तै कप है केटा मिठो लाज नमानिकन खाऊ है केटा हो पोखरा भ्याली देखाइदिनु पऱ्यो नि त यस्तो मदेखिएर चा है पोखरा मजाले देखेर एयरपोर्टहरू This is the view of Pokhara. Night view from Kapua. केटाको खाना मिठो भइसक्यो है तेस्रो लड लो भात पुग्दैछौँ हामी है
भात 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 ल भात खाएर नाच्ने कुरा हुँदैछ मासुको झल्दै हाल्दै हुन्छ यस्तो छ मिठो नमिठो अब तलको यहाँ नि मिठै हो कुकाहरूले चाहिँ सकेको छैन अब हामी बुढाबुढीहरू जति छ घरकोले बनाउने झन्डिँदो रुन्दै पहिला यस्तो होटल लाइनमा उस गरेको नि होइन ल यसो अलिअलि सुरुवात गरौँ त भनेर होमस्टे सुरुवात गरेको मात्रै भयो कुक राख्नुहुँदा यस्तरी जित्छ त्यहाँ पनि फेरि आफ्नै मान्छेले राख्ने यति पैसा भने नि फेरि आफ्नै मान्छेले किने गरेर त्यसरी गर्ने हो नि त अब कुक राखेर त के गर्ने पाहुना आयो भने पनि दिनु पर्यो नआयो पनि दिनु पर्यो होइन आउने बेलामा चाहिँ मेरो चाहिँ दुईजनै सालहरू हो तल पनि अघि बिहान भएको सालमा भोलि कालै होला नेक्स्ट लोड हो नि त यो अब ल त्यो खाएर अब केटाहरू हिउँलाइरहनु सकिन्छ सुत्ने सुत्छ सुत्नु गइसकेको छ होइन अब बाँकी भएको यति हो यहाँबाट अब कतिजना अब सुत्नु जान्छ गफ पर्छ अहिले चाहिँ अब सुत्नु पर्ला किनभने फेरि चाँडो उठ्नेछु यो चाहिँ हाम्रो सुत्ने ठाउँ टेन्ट दुईवटा दुईजना स्लिपिङ अलरेडी अहिले दुईजना पर्छ चिन्नु खाइदिउँ है सुत्यौँ अब आजको नाइट Good night, guys. Hopefully, I'm going to go. Peace out. Good night. Good night. Where's I got off? Morning. Nimeazgo saate. Kutar toru darsayga langma last minute. त्यसो राम्रो हो अनि माथि भिज पनि जान्छ त Kaza अन्डा तरकारी कुराले खाइसक्यो म खाँदैछु होइन हुँदैछ अब खाएर है माथि भ्यू पोइन्ट निस्किनु पर्ला माथि बसी देख्छु अब अझै माथिको भ्यू है यहाँबाट अब माथि भ्यू टावर जाँदैछ है भ्यू पोइन्ट ट्रेन माथि हिजो राति सुतेको त्यहीँ हो दोस्त त्यही पावर ब्याङ्कसँग छ लिएर त्यही दुइटै लिएर आऊ दोस्त माथि जाँदैछौँ हामी रक लाएर एकजना जुत्तो लाउनु जाँदैछ ल माथि गएर भेटौँ ल जाँदैछ
आज टुप्पोमा पुग्नु भन्नुपर्छ यो एक दुई सर्ट पिरियड लिएर आउने छु है त यो पोइन्ट माथि हो अरे take off. I'm paragliding. Right. Or in here. On this side there. I think it's hard. Let's cover. And the view. Wild days in the माथि ल माथि गएर भेट्यो अब हाई गाइस यो पनि हेर्नु भयो हजुर त छ त हो Yeah, we're on you. And the banana is with oh, this is the view. That's a viewpoint, eh? How can I have a viewpoint? Couple viewpoint. Good man. 3050 मिनट बबाल देखेर जा यो पनि ल गल्ती जान्दैन पुरानो रहेछ त्यो कस्तो रहेछ भर्खरै बोक्नु थाल्यो Ui. Itu aku kun side tu, kun gaung tu ya. Ada aja. यो त माथि चाहिँ कोरी भयो क्या यहाँ लाउनु गएको बाटो याद आयो यहाँ लकडाउनको बेलामा हिँडेको सोध्नु त त्यो भएर अब एक सर्ट हाल्छु म
फर्किँदैछौँ हामी केही छोडेन नि होइन कहाँ मिर्ग हो नि त्यो मिर्ग भन्दा नि अझै त्यो उसो हो क्या सिम भएको त्यो जङ्गलतिर पाउँछ के भन्छ त्यसलाई यार त्यो भित्तामा देखेको भने होइन आँटे भित्तामा देखेको भनेको होइन आकाशमा के उड्दैछ आज रकेट सकेट उडिसक्यो झट्टी झमै त भ्यू पोइन्ट भ्याएर भ्यू पोइन्टमा फोटोसोटो खिच्यो छिटो हान्यो हजुर लाग्नुपर्छ ताङतिङमा खाना खाएर ताङतिङमा होइन खाना खाने नि हिजोको ठाउँमा खाने रे ठिक छ त्यो पनि ठिक छ त्यहीँ खानुला एकछिन रेस्ट गरेर मोबाइल चार्ज गरेर जानु ल है त दाजु है चल्दैछ ल ल जान्छ है हुन्छ ल के गाह्रो माने पनि तपाईँहरू गाह्रो नमान्नु न हिजो केटा राति चाहिएको को हो ताङतिङमा ल्यान्ड भएको अवस्था हामी खाना खानु त त्यही घरमा हुन्छ यहाँबाट देखिन्छ होइन त्यो त कपडा सुक्का घर होइन र के होइन अब यहाँबाट खाना खाएर 1 घन्टा जति रेस्ट गर्छ अनि पराठा भन्नुपर्छ पराठा याद आइसक्यो तर यहाँ चाहिँ ठाउँमा यो फुलहरू राखेको चाहिँ बगात क्या राम्रो हो यहाँ छ नि त स्ट्रिट नम्बरहरू हेर्नु न स्ट्रिट नम्बर 8 यो हाइवेमा सपमा छ क्या ल स्टेसन आइपुग्यो अब चाहिँ खानासाना खाएर हामी स्ट्रिट नम्बर 5 मा रहेछ जानुपर्ने ल त ड्रोन झिक्दै ल खाना खान जानु पर्ला अब दोस्त कस्तो भयो यात्रा ल खाना खाने ठाउँमा गएर भेटौँला ल सुरु गरेर है त खानुलाई लगेर है के भात नखाँदो रहेछ ल भात खाएर हामी बसेर निस्किन्छौँ
अनि अब तलतिर गएर अब कति बजिसक्यो 2 बजिसक्यो 2 बजी खाना खानु छ खाना खाएर एकछिन रेस्ट गरेर जान्छौँ बाहिर मेरो गाउँ सोइदिएछ दियो चाहिँ ल खाना खान्छु ल अब खाना खाएपछि भेटौँ न ल गाइज ल सी यू त एकदम सबल भयो है पोखराबाट ताङतिङबाट क्रपु मौसम पनि राम्रो खुल्यो होइन केटाले पनि रमाइलो गर्यो सही हो